चालू गरिस्। हेलो गाइस, वेलकम टु मेरो युट्युब च्यानल। अब सोच भन्दै होला तपाईँले के भन्छ आज के भन्छ भिडियो बनाउँदैछ होला। आज मासु ल्याएको छु क्या, त्यही कारण आज भिडियो बनाउँछु। किनकि धेरै साथीहरूले के भन्छ भन्न लाग्यो, सब्सक्राइबरले भन्न लाग्यो भाइको भिडियो आएन, यो आएन, त्यो आएन, आँकडा मकडा आएन भन्न लाग्यो। अब बनाउने विचार त मेरो पनि थियो भिडियो, किनकि मलाई समय पनि मिल्दैन, किनकि म फेरि बिना मासु पकाएको भिडियो बनाउँदैन, फेरि हाल्दैन, चिकनहरू बनाएको भिडियो हाल्दैन। तपाईँलाई थाहै छ, म जहिले बनायो भने म मासु पकाएको भिडियो आउँछ हो, किन त्यहाँ पनि छ मासु पकाएको भिडियोहरू छ क्या। त्यही कारण म त्यसरी के भन्छ सिङ्गलमा बनाउने मन लाग्दैन क्या, कुछ समझमा आउँदैन। त्यसैले आज भनिरहेको थियो के भन्छ कति एक हप्ता भयो साथीहरूले भनेको यार बोलो खाला भनेर समय पनि मिलिरहेको थिएन। अब जेबमा पैसा पनि थिएन मासु ल्याउनलाई, त्यसैले आज म पैसा थियो जेबमा मसँग, त्यसैले आज बनाउँदैछु ब्लग। त्यसैले आज सही मौका थियो क्या बनाउनलाई भिडियो मेरो। रियाक्सन हेर, प्याज कति धेरै छ, टमाटर कति, प्याज कति धेरै छ, टमाटर कति धेरै छ। ऊ त्यहाँ खुर्सानी हेर, 25वटा खुर्सानी छ त्यहाँ, त्यही हेर। यिनीहरू त पुरा ताकिने तयार भइसक्यो हो कि, किनकि म आज के भन्छ यो कटिङ गरेको भिडियो नहाल्ने भनेको, तर पनि थोडा ठुलो भएर मात्रै मैले अहिले भिडियो बनाउनु लाग्यो क्या। बनाउनु त भिडियो बनाएको थियो, तर एकजना आदमी आयो यार भिडियो मेरो गडबड गरिदियो कि, फेरि दोबारा मलाई बनाउनु पऱ्यो भिडियो, नरिसाउनु होला त्यही भएर यस्तै छ। दादा कस्तो दामी भिडियो भएको थियो, 6 मिनटको भएको थियो, बहुत दामी भिडियो भएको थियो। उसले के भन्छ भिडियोमै अफ गरिदियो क्या, त्यही भएर बनाउन पाएन। तपाईँहरूले भन्दै होला गाना बजाएछ यो बजाए, किनकि मलाई बिना गाना बजाएर पनि के भन्छ भिडियो बनाउन मन लाग्दैन क्या, बुझ्नुभयो भने। अब मेरो त आदत नै यही छ के भन्छ गाना बजाएर भिडियो बनाउने, त्यो के भन्छ भिडियो सुट गर्ने क्या। र तपाईँहरू के भन्छ कमेन्टमा बताउनु, यति बताउनु तपाईँहरू मलाई के भन्छ तपाईँले मासु कस्तो बनाउँछ कमेन्ट बताउनु होला। म त त्यस्तै पनि बनाइहाल्छु तपाईँले, तर नबनाए पनि आज मुखले म भन्छु होइन, किनकि म त फर्स्ट टाइम तर आगो बाल्छु। आगो बालिसकेपछि म प्याज हाल्छु, प्याज हालिसकेपछि होइन त्यसलाई प्याजलाई राम्रोसँग भुटेर, अनि किनकि मैले होटलमा पनि काम गरेको छु क्या, हुन त म पहिला यो प्याज हालेर यो टमाटर हाल्दैन, मरमसला हाल्दैन क्या, अरूले हाल्छ होला तर म हाल्दैन क्या। किनकि म पहिला यो प्याज हालेर प्याजलाई राम्रोसँग पकाएर मासु हाल्छु, मासु हालिसकेपछि अनि मात्र के भन्छ त्यो मासुको जतिहरू पानी छ नि त्यो पानी बाहिर निकाल्छु, बाहिर निकालेर त्यसलाई सुकाएर अनि टमाटर हाल्छु। टमाटर हालिसकेपछि अनि के भन्छ त्यो मसला हाल्छु, यो मसला हाल्छु, यो अहिले पिस्ने हो, अनि यो मसला जाने हो, बस। त्यसलाई आधा घन्टा 1 घन्टा म मजाले भुट्छु नि एकदम मजाले। त्यसको बादमा अनि म त थोडा ज्यादा होइन, आधा गिलास पानी हाल्छु म, त्योभन्दा ज्यादा होइन, आधा गिलास मतलब आधा लोटा जति हाल्छु क्या पानी, बस, त्योभन्दा बढी हाल्दैन। अनि बस 10 मिनटमा मेरो मासु तयार। अब प्याज टमाटरको त मैले तपाईँलाई देखाइदिएँ होइन, यो पनि देखिसक्नुभयो होइन। अब हेर्नु त्यहाँ हेर्दै हुन्छ, त्यहाँ हेर्नु त्यो मसलामा म यो पिस्छु। अहिले एकछिन म भित्र के भन्छ त्यो जिरा धनियाँ लिन जाँदैछु, थोडी देर 2 मिनट वेट गर। त्यो हेर्नुभयो यसमा मसला छ, म यसमा हाल्नलाई त्यो थोडा गन्दा छ हेर्नु, हुन्छु म त। अब यसको माथि मैले यो मसला हालिदिएँ भने होइन भिज्ने हो, पुरैतिर उठ्यो हुने हो क्या। एकछिन भिडियो अफ है, अफ गर त। यो आलम कि यो आलम, यो हो रबिन, ये आलम।
थोडा देरसम्म पिस्नुपर्छ के, अनि मात्रै यो पिसिन्छ, नत्र यो जिरा भन्ने चिज त पिसिँदैन के। आज जो यो मासु खान्छ नि मासु नि मर्छ आज साँच्ची भने। कसरी मर्छ? भयङ्कर खुर्सानीको त भाइ। आसिन मेरो खुट्टा नै दुख्यो भने भिडियो बनाउँदा बनाउँदा खुट्टा दुख्यो यार साथीहरू, यार मसला पिस्दा पिस्दा वाट लाग्यो मेरो। भएन भाइ, छोक्रै छ। थोडा थोडा त छोक्रा हुन्छ यार, हो कि न भाइ? भयो भयो के चोक्ला त हुन्छ जति पिस्यो भने। बादमा धोइसकेपछि यसरी के भन्छ मतलब धुनुपर्छ के। ओए बच्चाहरू आँखामा लगाइदिएला हे गरेर रुन लाग्यो बाबा। उता राख्दै ल हेर कस्तो तरिकाले बनाए यहाँ। आज स्पेसल बनाउँछु के म। एकछिन भिडियो अफ हुँदैछ है, बन्द गर एकछिन। ल बस बन्द गर्दा एकछिन। देखो गाइस मासु देख सकते हो, हेर्न सक्नुहुन्छ हजुरहरू। यता छ तेल पाक्दैछ। चलो तेल पाकिसकेछ, अब प्याज हालिदिउँ है म। अब यस्तो बढिरहेको छ के भन्न सक्दैन है।
एकछिन भिडियोलाई अफ है, थोड़ी देर वेट गर। चलो प्याज त राम्रोसँग पाकिसकेको छ है, एकदम बढियासँग पाकिसकेको छ। अब यसमा जान्छ मासु, जान्छ यसमा मासु जान्छ है। मासु हेर्नु होला अब। थोड़ी देर वेट गर है अब है। अहिले थोडा उज्यालो भयो है, हेर्नु है हजुरहरूले। थोडा आधार गरी राम्रो देखिँदैन क्या, त्यही भएर यसलाई थोडा अब पाक्न दिन्छु। थोड़ी देरको बादमा भिडियो अफ है, वेट गर। अहिलेलाई भिडियो अफ। अब हेर, अब हेर भिडियो, उज्यालो धेरै छ अब। अहिले दामी छ होइन। एकछिनलाई भिडियो अफ है। अब हेर साथीहरू, यसको माथि म टमाटर हाल्छु। टमाटर भइसक्यो, थोरै देर यसलाई भुट्छु। अहिले हाल्दैन मसला हाल्नु। अब हेर, यसको माथि म मसला हाल्छु। अब यो सबै अहिले बादमा पानी हालेर मात्रै हाल्नु। अब मसला हालेँ। अब हेर, म हल्दी हाल्छु। हल्दी, अब नुन, बस नुन भयो। अब यसलाई थोड़ी देर पाक्न दिन्छु म, बादमा हेर्नु होला भिडियो। अब बताउनु होला मासु कस्तो छ। हजुरहरूलाई राम्रो लाग्नु त कति नलाग्दा यस्तो प्यारले बनाएको छु मैले, कमेन्टमा बताऊ कि यो मासु कस्तो बनेको छ। थोड़ी देर वेट। हजुरहरूलाई राम्रो लागेछ भने होइन, यो भिडियो टिकटकमा अनि के भन्छ युट्युबमा जान्छ। फुल सपोर्ट देखाइदिनुको लागि लाइक, सब्सक्राइब, कमेन्ट जति सक्दो सेयर पनि गर्नु होला। अनि टिकटकमा चाहिँ लाइक गर्नु होला, फलो गर्नु होला, साथीहरूलाई सेयर गर्नु होला। त्यही चाहन्छु। राम राम, मेरो नमस्ते।